कालो देखिरहेको छ यतासम्म पुगिरहेको छ के भएर भयो यसमा छ्याङ त नेपाली फेरि हामी खानै जाँदैछौँ अन्त भयो होला नि हैन माइक पनि आउँछ ओके so finally we are making vlog now हामी चाहिँ अब vlog स्टार्ट गर्न लाग्यो I don't know बोल्दै कस्तो अप्ठ्यारो लाग्यो आफ्नो भोइस सुन okay so this is day 1 of our vlog journey I don't know journey त भने सुरु हुने कि नहुने हो कहाँ गएर अड्किने हो but let's see what happens पछाडिबाट मेरो बुटले पनि हेरिरहेको छ यहाँनिर KFC हो KFC गएको ठिक छ हामी पनि अब म अनि नाना चाहिँ हामी गिलफोर्ड जान लाग्यो अहिले कोरियन खानको लागि लेट्स सी पहिला चाहिँ म र बुढी जान्थ्यौँ त्यो ठाउँमा राम्रै थियो फर्स्ट वाला चाहिँ राम्रो थियो सेकेन्ड वाला चाहिँ राम्रो थिएन सो फर्स्ट वालामा जान्छौँ हामी योरी या द नेम अफ द प्लेस इज कल योरी अब अहिले हामी योरी जान लागेको म नाना अनि सौगात भाइ अनि मेरो बुढी चाहिँ अहिले नेपालमा छ सो वी आर इन युके राइट नाउ युके हजुर रेडी हुनुभयो ओके गाइस नाना यहाँ आउनु त एकचोटि तपाईँ कस्तो देख्नु भइरहेको छ अरे हेर्ने कि यहाँ आउनु न यहाँ आउनु न रेडी हुनुभयो सो उहाँ चाहिँ मेरो नाना we are going to गिलफोर्ड जाँदैछौँ नाना त म भन्दा नि भर्खरको झन् म भन्दा नाना होइन बहिनी जस्तो पो देखिन्छ त यति भनेपछि अब स्पोन्सर हुन्छ नि त हामीलाई गेट रेडी विथ मी हो क्या कस्तो गर्छ छ्या यो चाहिँ मेरो आजको सक्स छैन यो त आहा कस्तो बास्ना आइरहेछ अस्ति भर्खर नेपाल गएर आएको मोटाएर आएछ म त यहाँ पनि मोटाएर आएको थियो नेपाललाई ब्लेम गर्न खोजेको होइन तर मोटायो मजा लाउन पनि पेट त छातीसँग पुग्नु जस्तो पो भएछ ल अब चाहिँ हामी सबैजना लगभग रेडी भयौँ यो हो सौगात भाइ चाहिँ यो भाइको बारेमा बिस्तारै भन्दै गरौँ ल हाम्रो अनि हाम्रो नाना अघिदेखि जुत्ता लाउनु भएको कहिले जुत्ता लाउने हो बुढी तिम्रो बुट लाउँदैछ है नानाले हामी चाहिँ अब स्किम ओ माई गड कत्रै पानी पर्दो रहेछ त नाना ओ गाडीको चाबी ल्याएको ल्याएर मैले ओहो दिदी रे चढाउनु छाता एउटा मात्रै हो अर्कोले छाता ल्याउनु न एउटा अर्को छैन छाता यसो गाडीमा छ एउटा छाता ल आउनु ओके पानी चाहिँ खतरै परिरहेछ टिपिकल ब्रिटिश वेदर बट अब
कति घरको मात्रै खानु भनेर so we are going to eat something outside so let's go let's get inside right okay hey wow बाहिर होइन नाना पछाडि बस्नुहुन्छ नानालाई सिट बेल्ट लाउन अलिकति झ्याउ लाग्छ भने पछाडि बस्नुहुन्छ ओके नाउ के गाडीको स्टियरिङ देखिरहेछ त साइज त 9 दैछ के यसरी क्यामेरा माउन्ट गर्ने एउटा केही किन्नु पर्ला है अब हैन ट्याक्क राख्नलाई ओभरै ठुलो के एकछिन लाएर रुममै हेर्दा नि दिनको अति ठुलो भयो थियो जुत्ता मलाई ठिक हुन्छ क्या तपाईँ ट्राई गर्नु न एकचोटि कहाँ छ जुत्ता उता छ एकचोटि ट्राई गर्नु मलाई ठिक भयो भने म लाउँछु तिमीलाई उता नेपालबाट आउँदा के अरू लिएर भन्दा हुन्छ नि त खोइ त नाना नाना ढोका के छाता बन्द भएन जस्तो जता गएर हेर्दै भयो त्यो अलिअलि सामानहरू चाहिँ गाडी कस्तो गना जस्तो लाग्यो है ओके सी यू एट द रेस्टुरेन्ट अब बिचमा अब भाइले खिच्दियो भने खिच्दियो अदरवाइज सी यू गाइज हामी चाहिँ अब जाँदैछौँ भर्खरै निस्केको अनि जान चाहिँ कोरियन खाना जान लागेको अब कोरियन डिसहरूको बारेमा खासै नलेज भएको मान्छेहरू चाहिँ परेन नानालाई कतिको थाहा छ नानालाई थाहा नाना कोरियन फुड मात्रै मिठो लाग्छ तर त्यो डिसहरू चाहिँ म चुज गर्न चाहिँ माइनस हो है सौगात नलेज पनि छैन 0.1% भनेपछि अहिले बुढीलाई कल गर्नुपर्छ जस्तो छ तर मलाई अलिअलि थाहा छ नामहरू चाहिँ ठ्याक्कै आउँदैन तर मेनु हेरेपछि आउँछ त्यति भएपछि भइहाल्यो नि अँध्यारो देखिरह होला है क्यामेरामा पनि जस्तो घुमाउँदाखेरि तपाईँ कालो देखिरहेको रहेछ यतासम्म पुगिरहेको त्यहाँ आएसो बनाउन मिल्छ जस्तो लागेको थियो त ठिकै छ होस् छोडिदियो अब कालो देखा सब्जेक्टै उयो नभएको च्यामा फर्स्ट भ्लगमै लाग्यो एकचोटि अफ गर त अफ गरेर अब अहिले चाहिँ देखेँ हो के गर्नु छाला यस्तो भएपछि क्यामेराले झन्नै धोका दिएको यार तर लेन्स पनि अहिले म्यानुअलै छ मेरो त्यो अटोमेटिकमा छैन केही छैन बिस्तारै बिस्तारै अपग्रेड गर्दै जाउँला इफ ब्लग कन्टिन्यू भयो भने गर्नुपर्छ है रमाइलो हुन्छ नि होइन मेबी एउटा 1 विकमा एउटा भिडियो होइन त्यही त गर्न सकिन्छ होला नि लेसी मैले यो भ्लग गर्ने उयो चाहिँ जोस जाँगर चाहिँ कसरी आएको भने मेरो भाइले पनि भ्लग गर्छ क्या उसले पनि रिसेन्टली भर्खर सुरु गरेको हो तर हि इज डुइङ रियली गुड अहिले उसले राम्रो गर्दैछ अब हेरौँ है त्यही त बेसी त्यही त हाम्रो नाना पनि बिस्तारै बिस्तारै स्क्रिनमा आउनुहुन्छ अनि पहिला नानाको धेरै ग्याप भएको छ विल बिस्तारै एक्सप्लोर गरौँला विल एक्सप्लोर लेटर यहाँनिर डिफ्रेन्ट क्यारेक्टरहरूको छ क्यारेक्टर भएको मान्छेहरू छ यहाँनिर रमाइलो होपफुल्ली सबैजना बिस्तारै बिस्तारै अनभिल हुँदै गयो भने इन्ट्रेस्टिङ हुँदै जान्छ रमाइलो हुँदै जान्छ अझ के भन्छ बुढी आएपछि झन् ऊ अर्कै अचम्मको मान्छे छ अच्चकाली खालको मान्छे छ नि त फेरि झन् अनि बुहारी त्यस्तै छ आमा आएपछि झन् मजा आउँछ ओहो धेरै गरम भयो क्या यार है हामी चाहिँ गिल्फोर्ड आइपुग्यौँ अब
पार्किङ खोजेर पार्क गरेर आई थिङ्क एकछिन भयो नि हिँड्नुपर्छ हामी किनभने त्यो कोरियन सबको वरिपरि त पार्किङ त आई डोन्ट थिङ्क त्यहाँ नजिकमा पार्किङ छैन जस्तो लाग्छ मलाई सधैँ गर्ने ठाउँमा पार्क गर्नु पर्ला ग्रिन लाइट के गर्छ एउटा पुरा जाम रहेछ हामी चाहिँ भर्खर गाडी पार्क गरेर निस्केको यहाँ हुन्छ पर पार्क गरेको छ आई थिङ्क हामी नाना क्रस गरौँ त यहाँबाट माथिबाट त गाडीमा जाने बाटो यहाँबाट जानुपर्छ हामी निस्किँदैछौँ पार्किङबाट अब यहाँबाट प्रोबेबली 2 to 3 मिनट जति हामी चाहिँ हिँड्नुपर्ने हुन्छ हामी जान लागेको ठाउँमा पुग्नको लागि छाता एउटै मात्र छ है ठिकै छ ओहो टोपी भाकोवाला ज्याकेट लाउनु पर्ने रहेछ मैले पनि यताबाट यताबाट ए अँ त्यो मबाट यताबाट आउनु तपाईँ ट्राफिक हुँदैन वाटर रेजिस्टेन्ट हो प्रुफ चाहिँ होइन क्यामेरामा अलिअलि भित्र त के पनि हुँदैन अहिले चाहिँ क्यामेरा पानीमा किन निकालिहाल्नु भनेर मोबाइलबाट गर्दैछौँ रेकर्डिङ यस्तो छ मौसम अब लगभग अलमोस्ट कति अहिले हाम्रो यो अब नोभेम्बर सकिन लाग्यो होइन डिसेम्बर जनवरी फेब्रुअरी मार्च अप्रिलसम्मै चिसो हुन्छ 1-2 महिना चाहिँ यस्तै हुन्छ अब हामी चाहिँ अब यस्तो मौसममा वेयर प्लानिङ टु होइन वेयर प्लानिङ टु गो स्कटल्यान्ड जाने प्लान गर्दैछौँ तर नट नाउ अहिले हाम्रो आमा मेरो सासु आमा अनि मेरो बुढी नेपालमै हुनुहुन्छ अनि प्लस हाम्रो नानाको हस्बेन्डको पनि रिसेन्टली भिजा लाग्यो सो हिल बी जोइनिङ अस सुन अनि सबैजना एकै ठाउँमा भइसकेपछि चाहिँ वी आर ट्राभलिङ टु स्कटल्यान्ड भेरी सुन लेट्स गो राइट अन टाइम नत्र भने त्यहाँ कुर्नु पर्थ्यो तपाईँ भिज्नुभयो ओके लेट्स गो हामी यताबाट जाउँ के एकछिन यहाँबाट जाउँ न बस्नको लागि पानीबाट बस्नलाई लाउने छाता लाउनु त अलिकति घुम्नु चाहिँ पर्छ I think I know the room. बाटो थाहा छ जस्तो लाग्छ होपफुली यताबाट मलबाट निस्कौँ यहीँ हो क्या भाइ सबै होइन यहाँ होइन आई मिन यो मलमा छ तिमीलाई चाहिने सबै ब्रान्डहरू क्या अनि यहाँनिर तिम्रो जारा छ लिभाइस छ अनि अरू एभ्रिथिङ यु वान्ट यहाँनिर छ लेडिजहरूको लागि फेमस यहाँनिर पेन्डोरा छ यहाँनिर Look at this, my favorite place to be Zara. Not that expensive, not that cheap, but really good stuff. Nana around life, hey Nana. अनि यो होल स्टोर यहाँ पनि राम्रो कपडाहरू पाउँछ भाइ
यहाँनिर हो मैले यो प्यान्ट यहीँ किनेको होलिस्टरमा तपाईँको एउटा भेस्ट छ साइजमा छ अनि तँलाई मैले खासमा देखाउँछु भनेको चाहिँ होइन हामीले लाउने जस्तो कपडाहरू तिमीले मैले लाउने अलिकति कम्फोर्टेबल कपडाहरू चाहिँ यहाँ छ क्या यो अर्बन आउटफिटर अनि यो तल चाहिँ अब अलमोस्ट लेडिज सेक्सन हो तर माथि छ क्या यस्तो दामी दामी उयोहरू छ यहाँनिर आउटफिट्सहरू राम्रो छ यहाँबाट मैले अहिलेसम्म प्रायः जस्तो किन्ने कपडाहरू भनेको यहाँ यो अर्बन आउटफिटर्सको र जाराको अरू भनेको त होलिस्टरबाट कहिले कहिले पाउन्डल्यान्डबाट पनि किनिन्छ बट मोस्ट अफ द टाइम चाहिँ यतातिर हुन्छ किनभने अर्लोसरबाट नजिक छ हामी यता हो छैन अनि भोलि पर्सि के गरेर तिमी बसमा आउनु पऱ्यो भने बस सिधै तिम्रो उता माथि जान्छ नाना यता भाइ यता त्यहाँनिर म्याकडोनल्ड्स छ यहाँको म्याकडोनल्ड्स चाहिँ अरूभन्दा युनिक छ क्या यहाँको म्याकडोनल्ड्स चाहिँ कस्तो राम्रो खालको सेपमा छ टिके म्याक्स अस्ति थुप्रोलाई यहाँ टिके म्याक्सबाट गिफ्टहरू पुग्यो नेपालमा टिभीको हामी जान लागेको प्लेस चाहिँ उयो होला एउरी हामी चाहिँ यहाँ जान लागेको होपफुली टेबल छ होला होपफुली पानी परिरहेको छ मान्छेहरू टन्नै हुनसक्छ एउरी दादा हामी यहाँ जान लाग्यो वी गोइङ टु दिस प्लेस एउरीमा छिरम है ल सी यु इनसाइड प्लिज वेट टु बी सिटेड भनेको छ अब यहाँ वेट गर्नुपर्छ छाताभित्र ल्याउनु छाताभित्र यहाँनिर ल्याउनु अन्त यहाँ राख्नु न त्यहाँ अम्ब्रेला राख्ने ठाउँ छ जाँदाखेरि नबिर्सिनु होला हेलो No, we don't have any reservation. How many people? 3. Yep. Is there any place upstairs? Sorry? Is there any table in upstairs? No, we close upstairs. Oh, really? Yeah. Okay. No worries. हामी आफूले बनाउने हो नि त हाम्रो बल्ल बल्ल हामीले के भन्छ अर्डर गऱ्यौँ अर्डर गर्नलाई पनि टाइम लाग्यो ठिक छ अर्डर गर्न पनि टाइम लाग्यो तर अर्डर गऱ्यौँ with the help of my wife नेपालमा कल गरेर अर्डर गरेको हाम्रो नानालाई एउटा कुरा चाहिँ थाहा रहेछ के अर्डर गर्ने भनेर होइन and that is this thing के अरे भाइ यसको नाम छ्याङ त नेपालीमै भयो कोरियनमा के भन्छ यसलाई के अरे मोचा भनेको यो चाहिँ छ्याङ हो होइन ब्याकुली Sorry? What's the name of this thing again? Bagoli, yeah. Bagoli. Yeah. Oh, okay. It's made of rice, right? I'm not sure about that, so I have to ask my supervisor. Okay, that's all right. We're just curious about Thank that. you. No, thank you. कसले नाम मिल्दैन त्यो ब्याकुली भनेको क्या मैले भनेको मिल्यो त अहिले ब्याकुली बी होइन ब्याकुली हो कि खाऊ आज यो टेस्ट गर या सी आई वाज राइट म त खाँदैन हो ड्राइभ गर्नुपर्छ ब्याकुली कस्तो छ छ्याङ त हो नि होइन चामलको छ्याङ होला होइन गुलियो होला नि त बिस्तारै बिस्तारै सामानहरू आइरहेछ खुर्सानी यहाँ अब हामी चाहिँ बार्बिक्यू गर्ने एकजनै मोबाइलमा हेरेर व्यस्त छ यहाँनिर ठिक छ फर्स्ट टाइम भ्लग गर्न खोजेको क्यामेराको मेमोरी फुल भएछ वाट डे के भन्छ अब मोबाइलबाटै गर्दैछु माइक लगाएको फाइदै होइन यो फोनको लागि त्यो एउटा एडाप्टर चाहिँ आउँदैन रहेछ क्या माइकमा त्यसलाई छिटो अर्डर गरेको छ आज आउनु पर्ने हो आज आएन
let's see. ठाउँ चाहिँ दामी लाग्यो अझ माथि राम्रो छ कि यसको हामी फर्स्ट टाइम माथि आएको थियो माथि बस्ने ठाउँ थियो माथि अहिले क्लोज गरेको रहेछ अदरवाइज माथि सही थियो अन्त आयो नाइस यतिले तिनजनालाई अगाउनु चाहिँ अगाउँदैन त्यो बिबिम्बाप आउँदैछ आउँदा चाहिँ होइन त्यसले नै अगाएन भने चाहिँ अरू केही नुडल्सहरू मगाउनु पर्ला है हाम्रो चाहिँ खानेकुराहरू सकिएको छ कन्क्लुजन चाहिँ के भयो भने मिठो छ साह्रै मिठो छ नाना होइन तर कन्क्लुजन चाहिँ के भयो भने हामीलाई चाहिँ यहाँ अलिकति यो चाहिँ खाजा खाएको हामीले नेपालीको पेट नेपाली नै खोज्दो रहेछ सो वी गोइङ ब्याक टु अल्लु सर्ट भिन्तु न वे कमिङ हामी भिन्तु नै आउनु लाग्यौँ त्यहाँ गएर अलिकति पुग्ने गरी खान्छौँ ल तर नट ब्याड होइन मिठै छ बट अलिकति पुगेन ल अब चाहिँ हामी भर्खर के अरे खाजा खाएको होइन त हामीले योरी खायौँ अब फेरि भिन्तुना जाँदैछौँ भिन्तुना फेरि हामी खानै जाँदैछौँ किनभने अलिकति पुगेन नराम्रो केही पनि थिएन जस्ट अलिकति पुगेन भन्ने कुरा मात्रै हो फेरि राति भोक लाग्छ भनेर यहाँ छिर्नुपर्छ क्या एक्चुली छिर्ने एक्चुली यहाँ छिर्न न एक्चुली यहाँ छिर्ने एक्चुली सिधै सिधै हामी खासमा आज डिनरको लागि मात्रै भनेर आएको नानाले अन द स्पोट सपिङ गरौँ रे यहाँ नाइस डिल भयो दामी ज्याकेट राम्रो डिल छ सो भएको चाहिँ के भन्दाखेरि ट्याक्कै 79 थियो क्लोजिङ हुँदै थियो सबैजना रसमा थियो 79 पाउन्डको ज्याकेट थियो बट झुक्केर हो कि एक्चुअलीमा डिस्काउन्ट त केही पनि थिएन उसले कार्डमा ओन्ली 59 मात्रै कार्ड दियो 59 पाउन्ड मात्रै ठिकै छ मैले पनि सोधिनँ बिकज वी वर गेटिङ 20 पाउन्ड डिस्काउन्ट अब हेरौँ बोलाउनु त नबोलाउला बोलाउनु त नबोलाउला होइन बोलायो भने जाउँला बट इट्स अ रियली गुड डिल 59 मा रिभर्सेबल यहाँबाट रिभर्सेबल ज्याकेट अर्बन आउटफिटर्सको इट्स रियली गुड डिल नाइस किन के अब सायद डिस्काउन्ट होला नि सायद अब स्क्यान गर्दाखेरि त्यहाँनिर डिस्काउन्ट थियो होला नि त हु नोज यता नाना यता अब जानी गरेको होइन नि त होइन गाडी कता पो राखेको त लास्टमा छ है कहाँ जाने For what? For what? Yeah. I'm not satisfied. I'm not. Fulfilled हो तपाईँ फिल हुनु भएन आउनु भएन हाम्रो नाना हेर्दा मात्रै सानो हो नि फेरि खाना चाहिँ हामी बराबरकै खानुहुन्छ ओके गाइस हामी अब गिल्डफोर्डबाट निस्केको अर्डर सर सरी गाइस गाडीको चाबी खै यहाँ छ मेरो फेरि अलिकति भुल्ने बानी छ बेला बेलामा आत्ति चाहिँ यो यहाँ राखेँ है मैले ल बस्नु न
हामी चाहिँ अल्लोसड आइपुग्यौँ म उयो गरेर आउँछु नाना म यो पे गरेर आउँछु है जाँदै गरौँ न पार्किङ पे गऱ्यो नत्र भने फेरि दशा लागेको बेलामा अहिले चेकिङ भइरहन्छ कति बसिन्छ होला 1 घन्टा 1 घन्टा बढी त बस्दैन होला यो चाहिँ हाम्रो प्यारो अलर्ट सबै कुरा पाइन्छ यहाँनिर everywhere you see are like 90% of them are Nepalese सबैजना almost यिनीहरूलाई नै अचम्म लाग्दो होला यो त हाम्रो ठाउँ हुनुपर्ने यो चाहिँ हाम्रो भिन्तुनाको भाइ नेपाली हिँड्दै आज कहाँबाट यहाँ गोराहरू पनि रहेछ भिन्तुना राम्रो ठाउँ छ एम्बियन्स राम्रो छ खानेकुरा पनि राम्रो छ सबै कुरा मिलेको छ नट द्याट एक्सपेन्सिभ टु त्यस्तो एक्सपेन्सिभ पनि छैन मेनुको डिजाइन पनि कस्तो मनपर्छ के खाने हेर यहाँ लाज भन्ने कुरा एउटा पनि छैन क्या त्यत्रो कोरियन खाएर आएर मेनु हेर्दैछ के खाने हामीलाई अर्डर गर्छु रे नाना खासर खाने अरे एउटा चरपडे खाउँ सुकुरी चरपडे खान्छु म चाहिँ एउटा त्यति नै मात्रै आज अनि मिक्स गरेर खाउँला क्या तिमी चाउमिन मगाउने हो के कुरा गरेको प्राइभेट हो भ्लगमा अलि मिल्दैन भ्लगमा मिल्ने कुरा भन्नु नि त तपाईँ यहाँ फर्स्ट टाइम हो र सेकेन्ड टाइम फर्स्ट टाइम कोसँग आउनुभयो कहिले आउनुभयो ऐनाला देखा हाम्रो नाना होइन एक्लै यसरी हिँड्नुहुन्छ कि हामी चाहिँ सबैजना फ्यामिलीसँगै हिँड्यौँ भने हाम्रो नाना चाहिँ अनि एक्लै अनि यहाँ हेरेर हेरेर यस्तो छ मान्छे ठिक छ के खानुभयो तपाईँले त लास्ट टाइम आउँदाखेरि यहाँनिर खाजा सेट सुरुमा त होला अहिले त रिभ्यूहरू राम्रो हुँदै गएको छ हामी पनि अस्ति न जेनी र म त यहाँ त थुप्रोचोटि आइसक्यो हामी चाहिँ यहाँ आयौँ भने जहिले पनि एउटा खाए सेट खान्छौँ मोमो सारो कपडा मात्र राम्रो छ कस्तो नाना कस्तो अघिको कोरियन राम्रो कि यो राम्रो बहुत दुईटा मात्रै चुज गर्नु पऱ्यो भने चाहिँ कुन यो कि अघिको कोरियन दुईटा बराबर राम्रो लाग्यो के गरे दुईटा बराबर राम्रो लाग्यो दुईटै खानालाई अब सम्मान गरेर नेपाली खाना चाहिँ अगाडि यता अति भयो कि यो त एक्चुअली हामी अलिकति के भन्छ नगएको जस्तो भएर मात्रै आएको हो मन नपरेर होइन
मन नपरेर होइन अर्को पनि आयो खाजा के ब्याकुली हो यो ब्याकुला कि के भन्ने हुन्छ नि यहाँ पनि नेवारीमा पनि आलु तामा रहेछ माछा फ्राई यो छोइला हो यो भटमास छ त अब त्यहाँ चाहिँ यो चाहिँ मिक्स चाउमिन मेरो चाहिँ यति मात्रै हो तर मेरो पनि खाएको छन् यो दुईजनाले मेरो चटपटे खाएको छ म योहरू पनि खान्छु कहाँ छोड्छु र म होइन कुरै भएन छोइला चाहिँ मलाई खानु मन लाग्यो छोइला पिरो छैन छोइला पिरो नभएपछि मलाई आउँदैन नि त है गोराहरूको लागि बनाएको छोइला जस्तो भयो कि नो स्पाइसी एट अल अनि कस्तो लाग्यो त सेकेन्ड फुड तिम्रो कस्तो लाग्यो खाना न तपाईँलाई दोस्रो चोटिको खानेकुरा चाहिँ कस्तो लाग्यो मलाई यो चटपटे गुड अनि चाउमिन गुड तर मैले चुज गरेको थिएँ खाजा सेट नानाले चुज गरेको चाहिँ नराम्रो परेछ मैले सोचेको सेफ चेन्ज भएको भनेको छैन भन्छ चेन्ज भएको छैन सेफ भने ठिकै छ कहिले कहिले त्यस्तो हुन्छ हामी चाहिँ घर आइपुग्यौँ फाइनली घुमेर हो मैले मेरो रुमको बत्ती बाल्दै छोडेको क्या हो या ठिकै छ हामी चाहिँ घर आयौँ अब आजको लागि ब्लग यति चाहिँ होला नाना है अब अझै केही खानु बाँकी छ घरमा सर्ट एन्ड स्वीट हाम्रो ब्लग कफी खाने हो र कफी म चाहिँ कोक पिउने ल यति भन्दै अब हामी लास्ट नाइटको अब कफी पिउँछौँ भाइले चाहिँ के पिउने हो तातो पानी मात्रै ल यति भन्दै आजको ब्लग पहिलो ब्लग कस्तो भयो थाहा छैन भाइ पनि हाँस्दैछ भएछ भने राम्रो भएछ भने धेरै होइन के भन्छ 50 भ्युज आयो भने चाहिँ हामी सेकेन्ड ब्लग निकाल्छौँ 50 भ्युज धेरै पनि होइन 50 भ्युजहरू 50 जनाले मात्रै हेरिदिनु भयो भने चाहिँ अर्को ब्लग निकाल्छौँ विकली एक हप्तामा एकचोटि हेरौँ हप्तामा एकचोटि जसरी निकाल्ने ट्राई गर्छु अदरवाइज हेरौँ 50वटा भ्युज कट्यो भने है ल गुड बाई नमस्ते गुड नाइट